हेलो नमस्ते वेलकम टू सेन्ट्रल मोडल कलेज Good morning, तपाईको ma'am. सानो परिचय दिनुस् मेरो नाम चाहिँ सुबोध भुसाल Okay. म बसेनी 11 मा बस्छु र म अहिले +2 पढिरहेको छु करेन्टली अर्किड कलेजमा ओके हजुरलाई मलाई के सोध्न मन लाग्यो भने हजुरले एचएम पढ्न अरु धेरै फ्याकल्टिजहरु छ अरु धेरै पनि उहरु छ हैन तपाईले एचएम मात्रै पढ्नलाई किन अगाडि बढ्नु भयो मेरो सोच अहिले करेन्टली सिनेरियो हेर्दाखेरि चाहिँ प्राय मान्छेहरू चाहिँ विदेश पलायन हुने उयो चलिरहेको छ के अनि मैले के देखेको छु भन्दाखेरि मान्छेहरू यहाँबाट साइन्स म्यानेजमेन्ट पढ्छन् तर उनीहरुसँग स्किल नै हुँदैन स्किल नलिकन वहाँ गएर काम खोज्दाखेरि उनीहरुलाई गाह्रो पर्न जान्छ हामीले बीएचएम पढ्यो भने हामीले केही स्किलहरु सिकिन्छ हैन जस्तै यो फुड डिपार्टमेन्टहरु हस्पिटालिटी हाउसकिपिङ धेरै डिपार्टमेन्टमा स्किल सिकिन्छ त्यसले चाहिँ मलाई यदि केही कारणवश पछि जान पर्यो भने मैले त्यहाँ काम पाउन सजिलो हुन्छ स्किल सिक्छु काम गर्न पाउँछु भन्ने उले चाहिँ एकदमै अनेस्ट आन्सर्स दिनुभयो र अझ अब एउटा अझै क्वेशन सोध्न मन लाग्यो हजुरले अब नियर फ्युचरमा के सोच्नु भएको छ हजुर स्वदेशमै बसेर पढ्ने बीएचएम गर्ने विचार गर्नु भएको छ कि +2 आफ्नो कम्प्लिट गरेर तपाई विदेश पलायन हुने सोच राख्नु भएको मेरो सोच चाहिँ के छ भन्दाखेरि +2 सुरुमा सकेर सर्वप्रथम चाहिँ म यहाँ बीएचएम गरेर के स्किलहरु सिक्छु त्यो स्किललाई मैले अझै इफेक्टिभ बनाउन बाहिर जान्छु त्यसअनुसार काम गर्छु र त्यहाँबाट पनि अझै सिप र स्किल अनि ज्ञान सिकेर फेरि नेपालमा आएर आफ्नो केही यही एचएम सम्बन्धित बिजनेसहरु गर्छु भन्ने सोचमा छु एकदमै राम्रो इम्प्रेसिभ आन्सर है एकदम थ्यांक यू सो मच फर दिस हैन एकदम रेयरै आजकल युवाहरुले म स्वदेशमै बसेर पढ्छु या म स्वदेशमै केही गर्छु मेरै माटोमा केही गर्छु भन्ने धेरै कम भइसकेको छ र तपाई ती मध्ये चाहिँ तपाई एउटा युवा हुनुहुन्छ जसले चाहिँ म आफ्नै देशमा केही गर्छु बीएचएम पढेर म विदेश जान्छु भन्नु भएको छ हजुरलाई उज्जवल भविष्यको शुभकामना र बीएचएम स्वदेशमै पढ्नु होला हैन त्यो तपाईको इच्छाको कुरा हो तर तपाई चाहिँ बीएचएम पढ्ने क्रममा चाहिँ टियु पढ्दाखेरि चाहिँ सिम्याट अनिवार्य हुन्छ र सेन्ट्रल मोडल कलेजले चाहिँ फ्रीमै हजुरलाई फ्रीमा यहाँ फर्म भराइन्छ त्यही भएर चाहिँ एटलिस्ट फर्म भर्न सिम्याटको फर्म भर्नलाई चाहिँ सेन्ट्रल मोडल कलेजसम्म आउनु होला थ्यांक यू सो मच